हाल खबर सबैजना सन्चै हुनुहुन्छ अनि सबैजना नमस्ते। अनि मेरो बसाइ चाहिँ हस्पिटलमा भइरहेछ साथीहरू। यो महिनाभरि बसाइ हुन्छ जस्तो छ। अनि त्यो भएको कारणले अब हेरौँ, बच्चाको वेट पनि कम छ भन्छ। भिडियो एक्सरे गरे सिगोले जताततै घुम्दा घुम्दा ज्यान पनि थाकिसक्यो गाइज। घरि कम्मरमा रोकिन्छ, घरि कहाँ रोकिदिन्छ, घरि कहाँ के गर्नु। पीडा माथि पीडा छ मलाई। उता छोराको याद आएर यति टेन्सन यति तनाव भइरहेछ। हेर्न सक्नुहुन्छ यो चाहिँ हस्पिटल। अब हस्पिटल पाटन हस्पिटलमा छु म चाहिँ। अनि मैले बिहान एउटा टिकटक हालेको थिएँ कि त्यो टिकटकमा सबैजनाले यति राम्रो राम्रो कमेन्ट गरिदिनु भएको छ, एकदम खुसी लागेको छ। अनि जसले माया गरेर कमेन्ट गर्नु भएको छ एकदम धेरै धेरै धन्यवाद। यो बेलामा यस्तो हुँदो रहेछ कि साथीहरू, यति कमजोर फिल भइरहेको छ क्या मलाई। जब हस्पिटलमा बसेँ नि थाहा पाएँ कि यस्तो नरमाइलो लागिरहेको छ। अझै पनि केही समय छ बस्नलाई। हेरौँ भगवानको कृपाले अनि हजुरहरूको माया, हजुरहरूको साथ सपोर्टले के हुन्छ होइन। अनि त्यो बेबीलाई राम्रोसँग लिएर घरमा जान पाऊँ भन्ने चाहना छ सबैभन्दा ठुलो कुरो मेरो लागि। बाबु भए पनि नानी भए पनि। अनि सो मेरो युट्युब फ्यामिलीहरूलाई पनि एकदमै धेरै माया छ। यति धेरै माया, यति धेरै साथ दिइरहनु भएको छ मेरो युट्युब फ्यामिलीहरूले। एकदमै खुसी लागिरहेको छ। अनि म चाहिँ यसो आज बाहिर यो छतमा बसिरहेको, छतभन्दा बाहिरको। अनि थाकिसकेँ गाइज। त्यहाँ गाडीहरू हिँडिरहेको छ। बस्दा भित्र बस्दा दिक्क लाग्यो क्या, एकदम दिक्क लाग्यो। हुन त म आइतबार आएको है, सोमबार मङ्गलबार, आज 3 दिन भयो मेरो हस्पिटलको बसाइ। भोलि 4 दिन। यो महिनाभरि नै बच्चालाई अलिकति धेरै रिस्क छ, जान मिल्दैन। भोलि बिहान आमा बच्चा जे पनि हुनसक्छ तलमाथि भनेर भन्दै अब आफ्नो रिस्कले जान पनि मिलेन। त्यो भएको कारणले साथीहरू म अब सायद म यो चैत महिनाभरि म घरमा जाँदिनँ होला, मेरो हस्पिटलकै बसाइ हुन्छ होला। अनि भिडियो चाहिँ अपलोड गर्न पाएको छैन है। भिडियोहरू हेर्दै गर्नु होला। मलाई राम्रोसँग भिडियो चाहिँ खिच्न दिँदैन। बाहिर यसो छतमा आएको बेलामा हजुरहरूलाई जानकारी गराऊँ के भयो कस्तो भयो भनेर जुन मेरो शुभचिन्तक दर्शकहरूले मलाई माया गरेर एकदमै सोधिरहनु भएको छ। हुन त कोही शत्रु होलान्, कोही मित्र होलान् होइन। यो भनेको भोलि बिहान बाजा बजाएर आउने होइन। हो के छैन, छिटो राम्रो होस् हजुरहरूको मायाले, त्यही भन्न चाहन्छु। अनि झिमे रात पनि पर्न लागिसक्यो। एउटा भगवानको बत्ती बोलिरहेको छ। त्यहाँ पिपलले छेकेको छ है। त त्यो चाहिँ अब यो रात पर्नलाई होला, रातो भएको छ। काठमाडौँमा मौसम एकदमै दामी छ गाइस। म चाहिँ यस्तो भएर बसिरहेको छु होल्डरै भएर। अनि यता त्यो त धेरै गाडीहरू हिँडिरहेको छ। के भन्नु अरू, त म भन्नै आउँदैन। अनि हजुर ए हो र हेर्दैछ। म यहाँ यो लुगा सुकाउने ठाउँ छ कि छैन हेर्न आएको क्या म खासमा। भोलिदेखि चाहिँ यो भित्रबाट लगाएको कपडा धोएर सुकाउनु। ल थ्याङ्क यू सो मच सबैजना। बाई बाई गाइज। हेर्दै गर्नु ल। म चाहिँ बिदा हुन्छु। अब जस बेलामा अपडेटहरू गराइराख्छु हजुरहरूलाई, त्यही भन्न चाहन्छु सबैजनालाई। थ्याङ्क यू सो मच जसले हेरिदिनु भयो, साथ सपोर्ट दिनुभयो, धेरै धेरै धन्यवाद। बाई बाई।